सम्पूर्णमा नमस्कार। आजको भिडियोमा चाहिँ मैले ट्राफिक सङ्केत सम्बन्धी ज्ञानहरू मैले दिनेछु। यो अन्तर्गतका प्रश्नहरू लगभग 100 वटा क्वेसनहरू छन्, जसमा ट्राफिकका सिम्बोलहरू लगायतका धेरै कुराहरू यस अन्तर्गत पर्छन्। यी सबै कुराहरूको बारेमा म यस भिडियो अन्तर्गत रहेर तपाईहरुलाई छलफल गर्नेछु। पहिलो 10-15 वटा क्वेसन चाहिँ यो क्वेसन एन्सर टाइपका छन् भने त्यसपछिका क्वेसनहरू चाहिँ सिग्नलमा आधारित, कुन सिग्नलले के जनाउँछ भन्ने कुराको आधारमा छ। त्यो कारणले गर्दा तपाईहरुले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो भिडियोमै आधार भएको क्वेसनहरू चाहिँ एक्जाममा सोध्ने व्यवस्था रहेको छ। याभन्दा बाहिरबाट क्वेसन सोध्न पाइँदैन। त्यो भएको हुनाले यो भिडियो चाहिँ अलिकति इम्पोर्टेन्ट छ। कारको लागि मात्र नभएर बाइक स्कुटरको लागि पनि यो जुन ट्राफिक सिग्नलहरू छ, त्यो सिग्नलहरू सम्बन्धी चाहिँ सबै कुराको जानकारी यस भिडियोमा दिइने हुनाले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अरु कुरा त नर्मली जानिन्छ, तर यो सङ्केत सम्बन्धी कुरा चाहिँ अलिकति कन्फ्युजन हुन सक्छ। त्यो कारणले गर्दा मैले प्रत्येक क्वेसनहरू एक्सप्लेन गरेर नै बताउने छु। त्यो भएर हेर्नु होला है त। अब एक कुराहरू सुरु गरौँ है त। अब ट्राफिक सङ्केत सम्बन्धी ज्ञानमा पहिलो क्वेसन छ, जेब्रा क्रसिङमा गाडी पुग्दा हरियो बत्ती बलेमा के गर्नुपर्छ भनेको छ। हरियो बत्ती बल्दाखेरि चाहिँ सरासर अगाडि बढ्ने, त्यसैगरी सवारी रोक्ने। अर्को छ सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने, माथिको सबै भनेको छ। हरियो बत्ती बल्दाखेरि चाहिँ हिँड्ने हो। त्यो कारणले गर्दा सरासर अगाडि बढ्ने नै यसको सही उत्तर हुन्छ। त्यसैगरी जेब्रा क्रसिङमा गाडी पुग्दा पहेँलो बत्ती बलेमा के गर्नुपर्छ भनेको छ। सरासर अघि बढ्ने, सवारी रोक्ने, सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने, माथिको सबै भनेको छ। येल्लो लाइटले चाहिँ तयारी अवस्थामा रहने कुरा इन्डिकेट गर्छ। त्यो कारणले गर्दा यसमा चाहिँ तयारी भएर बस्ने भन्ने कुरा बुझ्नु पर्यो है। गति शून्य रेखाले के सङ्केत गर्छ भनेको छ। गाडी रोक्ने, गाडीको गति कम गर्ने, गाडी फर्काउने र गाडी तीव्र गतिमा चलाउने भनेको छ। यो भनेको गति शून्य भनेको स्पिड गति 0, त्यो भएको हुनाले के गर्नु पर्यो, गाडी रोक्नु पर्यो है। त्यसैगरी अर्को छ, जेब्रा क्रसिङमा गाडी पुग्दा रातो बत्ती बलेमा के गर्नुपर्छ भनेको छ। रातो बत्ती भन्ने बित्तिकै के गर्नुपर्छ, सवारी साधन रोक्नुपर्छ है। त्यसैगरी सवारी साधनको पछाडि रातो बत्ती बलेमा के बुझ्नुपर्छ भनेको छ। गियर परिवर्तन गरेको, त्यसैगरी साइड दिएको, ब्रेक लगाइरहेको र स्पिड बढाउन लागेको भनेको छ। यो अगाडिका क्वेसनहरुमा पनि आयो। पछाडिपट्टि रेड लाइटले इन्डिकेट गरिरहेछ भने त्यो गाडीको के भइरहेछ, ब्रेक लागिरहेछ भन्ने कुरा बुझ्नु पर्यो। तीन कुने त्रिभुज आकारको ट्राफिक चिन्हले के जनाउँछ भनेको छ। यो चाहिँ सचेतनात्मक कुराहरू जनाउँछ। तीन कुने ट्राफिक चिन्हले के, त्यसमा चाहिँ केही कुरा चाहिँ सङ्केत गरि सचेतनात्मक कुरा चाहिँ गराइरहेछ भन्ने कुरा बुझ्नु पर्यो। त्यसैगरी चार कुने आयत वा वर्गाकार, चार कुने भनेको यस्तो आयत वा वर्गाकार आकारको ट्राफिक चिन्हले के जनाउँछ भनेको छ। यसले चाहिँ सूचनामूलक केही कुराको चाहिँ इन्फर्मेसन दिइरहेछ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ है। त्यसैगरी वृत्ताकार आकारको ट्राफिक चिन्हले के जनाउँछ भनेको छ। सूचनामूलक, सचेतनात्मक, प्रतिबन्धात्मक र माथिको सबै भनेको छ। यो चाहिँ प्रतिबन्धात्मक हो। यस्तो गरेर डेन्जर हैन के सिग्नलहरू आउँछ नि, त्यो भनेको चाहिँ यो गर्नु पाइँदैन है भन्ने खालको चाहिँ सिग्नलहरू चाहिँ यो गोलो आकारकोमा चाहिँ दिने गरिन्छ। त्यसैगरी सडकमा रेखाङ्कन किन गरिन्छ भनेको छ। सवारी सहज बनाउन, सडक राम्रो पार्न, जरिवाना गर्न, माथिको सबै भनेको छ। सवारीलाई सहज बनाउन, कस्तो वान वे हो कि टु वे हो कि के आधारमा यो चाहिँ गर्ने व्यवस्था रहेको छ। त्यसैगरी सडकको रेखाङ्कन गर्न तलका मध्ये कुन रङको प्रयोग गरिँदैन भनेको छ। सेतो, पहेँलो, रातो, कालो भनेको छ। रातो रङको चाहिँ प्रयोग गरिँदैन है रेखाङ्कन गर्नको लागि। अनि जेब्रा क्रसिङमा रेखाङ्कन गर्न कुन रङ प्रयोग गरिँदैन भनेको छ। पहेँलो, कालो, सेतो, माथिको कुनै पनि होइन भनेको छ। जेब्रा क्रसिङ भनेकै कालो र सेतोको कम्बिनेसन हो। त्यो भएर पहेँलो चाहिँ हुँदैन है, यो चाहिँ प्रयोग हुँदैन। त्यसैगरी सडकको मध्य भागमा कोरिएको लगातार सेतो रेखाले के जनाउँछ भनेको छ। रेखा क्रस गर्न सकिने, लगातार भनेको छ है, कन्टिन्युस। अनि त्यसपछि चाहिँ रेखा क्रस गर्न सकिने, रेखा क्रस गर्न नसकिने, त्यसैगरी माथिको दुवै, माथिको कुनै पनि होइन भनेको छ। यसको सही उत्तर हुन्छ रेखा क्रस गर्न नसकिने भन्ने चाहिँ यसको चाहिँ सही उत्तर हुन्छ। त्यसैगरी ट्राफिक लाइटमा कति किसिमका रङ्गीन बत्तीहरू हुन्छन् भनेको छ। 2 किसिमका, 3 किसिमका, 4 किसिमका, 5 किसिमका। यसमा चाहिँ 3 किसिमका रङ्गीन बत्तीहरू हुन्छन्। त्यसैगरी ट्राफिकले दिने इसारा कसका लागि हुन्छ भनेको छ। सवारी चालकको लागि, पैदल यात्रीको लागि, पैदल यात्री र सवारी चालकको लागि कुनै पनि होइन भनेको छ। यो चाहिँ दुई जनालाई नै, पैदल यात्रीलाई पनि सवारी चालकलाई पनि यो निर्देशनहरू चाहिँ दिइरहेको हुन्छ। त्यसैगरी ट्राफिक बत्तीको रङ निम्नमध्ये कुन होइन भनेको छ। पहेँलो, रातो भन्यो है, रातो। त्यसैगरी हरियो, कालो, कालो रङको चाहिँ ट्राफिक सिग्नल चाहिँ हुँदैन है।
त्यस्तै गरी अटोमेटिक ट्राफिक सङ्केत भनेको के हो भनेको छ सडकको छेउमा राखिएको चिन्ह, सडकमा राखिएको विद्युतीय बत्ती, ट्राफिक प्रहरीले गर्ने सङ्केत कुनै पनि होइन भनेको छ। अटोमेटिक भनेको सवारी साधनको के अरे सडकमा देखिने जुन अटोमेटिक टाइमर सहितको जुन मेसिन हुन्छ त्यसलाई चाहिँ विद्युतीय बत्ती अटोमेटिक भनेर भनिन्छ। त्यसै गरी ट्राफिक चिन्हको पालना गर्नु कसको कर्तव्य हो भनेको छ सवारी चालकको, पैदल यात्रीको, ठुला सवारीको, माथिको सबै भनेको छ सबैको दायित्व हो है ट्राफिक जुन कार्यहरूको पालना गर्नु। ट्राफिक सङ्केत भनेको के हो सवारी चालकले दिने सङ्केत, प्रहरीले दिने सङ्केत, सडक नियम पालना गर्न राखिएको सङ्केत माथिको सबै भनेको छ सडकको नियमहरू पालना गर्नको लागि राखिएको सङ्केत नै के हो ट्राफिक सङ्केत हो है। त्यस्तै गरी अर्को छ अन्तर्राष्ट्रिय ट्राफिक चिन्ह कति प्रकारको हुन्छ भनेको छ 2 प्रकारको, 3 प्रकारको, 4 प्रकारको, निश्चित छैन भनेको छ 3 प्रकारको हुन्छ है अन्तर्राष्ट्रिय ट्राफिक चिन्ह। त्यस्तै गरी लेन छुट्याउने सङ्केत सडकको कुन भागमा कोरिएको हुन्छ भनेको छ दायाँतिर, बायाँतिर, सडकको बिचमा जता कोरे पनि हुन्छ भनेको छ। यो चाहिँ सडकको बिचमा कोर्नु पर्यो नि त जता पाए त्यतै कोरेर त भएन कुन लेनमा जाने भन्ने कुरा त। त्यस्तै गरी राजमार्गमा दिशा सङ्केत गर्न राखिएको बोर्डको रङ कस्तो हुन्छ भनेको छ हरियो, रातो, कालो भनेको छ कुन डिरेक्सनमा जाने भन्ने कुराको चाहिँ सङ्केत गरिएको जुन लेखिएको हुन्छ त्यो चाहिँ हरियो कलरको हुन्छ। त्यस्तै गरी लेन लाइन र जेब्रा क्रसिङलाई के पनि भनिन्छ भनेको छ सडकको मार्किङ, त्यस्तै गरी ट्राफिक मार्किङ, हटस्पट माथिको सबै भनेको छ लेन लाइन र जेब्रा क्रसिङ भनेकै सडकका मार्किङहरू हुन् है। त्यसै गरी प्रतिबन्धात्मक ट्राफिक चिन्ह कस्तो आकारको हुन्छ भनेको छ अघि नै आइसक्यो यो चाहिँ कुन आकारको हुन्छ गोलाकार हुन्छ है। अघि नै गोलाकारले कस्तो सङ्केत गर्छ भनेको थियो भने अहिले त्यो नामै दिएर प्रतिबन्धात्मकले के जनाउँछ भन्ने कुरा भन्यो। त्यस्तै गरी चौबाटोमा ट्राफिक लाइट किन राखिन्छ भनेको छ चालकले राति बाटो देखोस् भनेर ट्राफिक कन्ट्रोल गर्न, सवारी मोड्न र सवारी पार गर्न भनेको छ। चौबाटोमा चारैतिरबाट सवारी साधनहरू आउने भएको कारणले गर्दा यसमा चाहिँ सवारी साधनको नियन्त्रण गर्न तिनीहरूलाई कन्ट्रोल गर्नको लागि चाहिँ चौबाटोमा चाहिँ ट्राफिक लाइट राख्ने चलन रहेको छ। तलको मध्ये सडकमा ट्राफिक कन्ट्रोल केले गर्दैन भनेको छ ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडकको रेखा, ट्राफिक सङ्केत भनेको छ यातायात व्यवस्था विभाग गएर सडकमा गएर त्यो सवारी साधन कन्ट्रोल गर्ने काम चाहिँ गर्दैन। ल अब चाहिँ चिन्हहरू आयो है। यस्तो ट्राफिक चिन्हले केलाई जनाउँछ भनेको छ है पी लेखेको छ यो वर्गाकार, आयतकार, पार्किङ स्थान र अस्पताल भनेको छ यो कस्तो छ पार्किङ स्थान यो ठाउँमा गएर पार्किङ गर्ने भन्ने कुरा जनाउँछ है यसले। त्यस्तै गरी यहाँबाट के डिरेक्सन दिइरहेछ यतापट्टि जाऊ भन्ने डिरेक्सन दिइरहेको जस्तो छ होइन त्यो कारणले गर्दा यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ एकतर्फी बाटो, दुईतर्फी बाटो, पूर्वतर्फ, पश्चिमतर्फ भनेको छ यो चाहिँ वान वेलाई चाहिँ यसरी सिग्नल गर्ने काम गर्छ। त्यसै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ यहाँनिर के ह्याम्बर जस्तो केही चलाइरहेको जस्तो देखिन्छ पसल, वर्कसप, घर, पार्किङ स्थल त्यो भएको हुनाले यो के रहेछ वर्कसप यहाँ नजिकै कतै छ भन्ने कुराहरू यसले चाहिँ सङ्केत गर्ने काम गर्दो रहेछ। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ होइन प्लस भन्ने बित्तिकै के भयो रेड क्रस अथवा प्राथमिक उपचार फर्स्ट एड भन्ने कुरा बुझ्नु पर्यो। त्यो कारणले गर्दा यो चाहिँ के हो धार्मिक क्षेत्र होइन, आवास क्षेत्र पनि होइन, अस्पताल पनि होइन, के हो प्राथमिक उपचार हो है। यदि हस्पिटल भएको भए के हुन्थ्यो याद हुन्थ्यो है। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ यहाँनिर चाहिँ यो यहाँबाट यो सिधा गइरहेकोलाई के भइरह यताबाट ओभरटेक गर्न लागेको जस्तो देखिएको छ। त्यो भएको हुनाले यो भनेको के हो उकालो बाटो होइन, एकतर्फी बाटो पनि होइन, उछिन्ने ठाउँ हो, दायाँ मोड होइन होइन त्यो भएको हुनाले यसको सही उत्तर के हुन्छ उछिन्ने ठाउँ हो भन्ने हुन्छ है। त्यस्तै गरी यहाँनिर के छ फोन को सङ्केत जस्तो देखिएको छ यसले के जनाउँछ भन्ने बित्तिकै टेलिफोन भइहाल्यो है। अनि अर्को के देखिएको छ अर्को सिग्नल चाहिँ टी जस्तो छ होइन टीको नि माथिपट्टि के छ अब बन्द भएको रेड जोन जस्तो छ होइन त्यो कारणले गर्दा टेलिफोन सेवा हुने कुरा भएन, ट्रक सेवा हुने कुरा भएन, टी जङ्सन पनि हुने कुरा भएन। यसको उत्तर के हो यहाँभन्दा उतापट्टि बाटो छैन यही नै समाप्त भयो भन्ने कुरा बुझ्नुपर्छ है। यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ एउटा मान्छे चाहिँ हिँडिरहेको खालको ट्राफिक चिन्ह छ यसमा पैदल यात्रीको बाटो, त्यस्तै गरी विद्यालय, प्रहरी, बिग्रेको बाटो भनेको छ यो चाहिँ के छ मान्छेहरू चाहिँ यो बाटोमा हिँडिरहेछन्, पैदल यात्रीहरू हिँडिरहेछन् भन्ने कुरा यस अन्तर्गत बुझ्नुपर्छ। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ यहाँनिर के देखाइरहेछ पेट्रोल पम्प देखाइरहेछ त्यो भएको हुनाले गाडी राख्ने ठाउँ होइन, अस्पताल होइन, मेसिन होइन, यसको सही उत्तर के हो पेट्रोल पम्प हो है। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ कोही मान्छेहरू के भइरहेछ सुतिरहेको जस्तो बेडमा सुतिरहेको जस्तो देखिरहेको छ त्यो भएको हुनाले विश्राम स्थल
रिफ्रेस सेन्टर, बास बस्ने ठाउँ, अस्पताल भनेको छ। यसको सही उत्तर के हो? बास बस्ने ठाउँ यता कतै छ भन्ने कुरा चाहिँ यो सिग्नल देख्ने बित्तिकै बुझ्नु पर्यो। त्यसै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, यहाँ कोही सुतिरहेको छ, यहाँ केही भइरहेको छ, प्लसको आइटम पनि भइरहेको छ भनेको अर्थ प्लस भन्ने बित्तिकै हस्पिटलसँग सम्बन्धित, फर्स्ट एडसँग सम्बन्धित कुराहरू हो। त्यो भएको हुनाले यो के हो? अस्पताल यहाँनिर कतै नजिकै कतै छ भन्ने कुरा यस्तो सिग्नल देख्ने बित्तिकै बुझ्नुपर्छ। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, चियाको कप जस्तो छ, कपबाट बाफ उडिरहेको छ, त्यो भएको कारणले गर्दा घर होइन, मन्दिर पनि होइन, यो के हो? जलपान है, विद्यालय नै होइन, यो चाहिँ चिया कफी खाने ठाउँ चाहिँ हो जस्तो चाहिँ सङ्केत गर्छ यसले है। त्यस्तै गरी अरू प्रश्नमा जाउँ। यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, यहाँनिर साइकल छ, साइकलमाथि पैदल यात्रीहरू छन् भनेपछि पैदल यात्री र साइकलको बाटो भन्ने कुरा जनाउँछ यसले। विद्यालय होइन, केटाकेटी होइन, भिडभाड हुने क्षेत्र पनि होइन, पैदल यात्री र साइकलको बाटो भन्ने बुझाउँछ यसले। यहाँनिर के छ? साइकल नै दिएको छ है, त्यो कारणले गर्दा यसको के हुन्छ यो सिग्नलले? साइकल मर्मत, साइकलको बाटो, साइकल निषेध, साइकल यात्री होइन, यसको चाहिँ के हो? साइकलको लेन हो भन्ने कुरा चाहिँ यो सिग्नलले बुझ्नुपर्छ। त्यस्तै गरी अर्को छ, यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ होइन, एउटा बस छ, बसलाई के भइरहेछ, एउटा निलो कलरले केही रोकिरहेको अथवा त्यहाँ बसिरहेको खालको अवस्था चाहिँ यहाँ देखिएको छ। त्यो कारणले गर्दा पार्किङ निषेध होइन, बस बिसौनी हो, बस पार्क होइन है, बस पार्क यस्तो हुँदैन, पार्किङ स्थल पनि होइन। त्यो भएर यसको उत्तर के हो? बस बिसौनी हो। यहाँ चाहिँ बस आएर रोक्छ भन्ने कुरा चाहिँ हो है। यस्तो ट्राफिक चिन्हले के जनाउँछ, एउटा केही क्रिसमस ट्री जस्तो अथवा कुनै रुख जस्तो देखिएको छ, त्यो भएको हुनाले के भइरहेको छ भन्दाखेरि चाहिँ यहाँनिर गएर बसिरहेको छ, पार्टी गरिरहेको छ जस्तो पनि देखिरहेको छ। वन क्षेत्र होइन, मन्दिर पनि होइन, वनभोज स्थल, विद्यालय अन्तर्गत वनभोज गर्ने ठाउँ चाहिँ यो हो भनेर बुझ्नुपर्छ। अर्को छ, यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, अब यहाँनिर के छ? बाटो छ, बाटोको अगाडि के छ? जेब्रा क्रसिङ जस्तो देखिरहेको छ, त्यो भएर यसको उत्तर के हो? जेब्रा क्रस भन्ने बुझिन्छ। त्यसै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, यहाँनिर चाहिँ यो के अरे एउटा लाइनलाई के गरिरहेछ? क्रस गरिरहेको छ होइन, चिप्लो ठाउँ होइन, उछिन्ने ठाउँ, अत्यन्त जरुरी भए मात्र जाने वन क्षेत्र भनेको छ। यसको उत्तर के हुन्छ? एकदमै इमर्जेन्सी परेको छ भने यो बाटो युज गर्ने, होइन भने चाहिँ यो बाटो युज नगर्ने भन्ने चाहिँ सङ्केत गर्छ। त्यसै गरी अर्को छ एउटा 434 नम्बरको क्वेसनमा, यस्तो ट्राफिक चिन्हले के जनाउँछ? सडकको छेउका रेखाङ्कनहरू, त्यसै गरी कच्ची बाटो, सडक, पार्किङ है। यसको चाहिँ सडकको छेउमा यस्तो यस्तो डट गरेर अब यहाँभन्दा उतापट्टि चाहिँ सडक छैन भन्ने कुरा जानकारी गराउनुको लागि यस्तो सङ्केत चाहिँ दिने गर्छ। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, एउटा बाटो छ, बाटोमा चाहिँ डट भएर बिचबाट चाहिँ उसलाई चाहिँ काटिरहेछ होइन, बाटोलाई चाहिँ बिचमा चाहिँ डट गरेर काटिरहेछ भने यो मान्छेहरू यहाँबाट यसरी क्रस गरेर यता बाटो काट्न सक्छन् अथवा यहाँका मान्छे पनि यताबाट गएर पनि ओभरटेक गर्न सक्छन् भन्ने कुराहरू हो। यही अन्तर्गत बुझौँ है त। कालो पत्र गर्ने ठाउँ, अनि त्यसपछि उर्सिने ठाउँ, सडक बिचका रेखाहरू जोड्ने ठाउँ भनेको छ, त्यति पनि बुझ्नु पर्दैन, यो भनेको सडक बिचका रेखाहरू हुन् भनेर बुझ्दै भइहाल्यो है। यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, अब यहाँनिर चाहिँ के भइरहेछ? इन्टु लगाइरहेछ भन्ने कुरा, प्रवेश निषेध भएको भए अर्कै चिन्ह हुन्थ्यो, पार्किङ निषेध पनि होइन, उछिन्न निषेध पनि होइन, यो के हो? रोक्न निषेध, यहाँ चाहिँ रोक्न पाइँदैन भन्ने हो है। अब पार्किङ निषेध भन्ने कुरा त यो त धेरैले जानेको कुरा हो, पी लेखेर यसलाई क्रस गर्यो भने के हो? यो पार्किङ निषेध, यहाँ चाहिँ पार्किङ गर्न पाइँदैन भनेको है। त्यसै गरी अर्को माथि पनि आएको थियो नि, प्रवेश निषेध भनेर, बोल राखेर यहाँबाट जान पाइँदैन भनेको है। यो भनेको के हो? यहाँभन्दा उता जान पाइँदैन भनेको, त्यो भएर यसको सही उत्तर के हुन्छ? प्रवेश निषेध हुन्छ है। त्यस्तै गरी अर्को छ, एउटा टेरो लाएर यता जान के गरिरहेछ? निषेध गरिरहेछ भन्ने बित्तिकै के छ? पार्किङ निषेध होइन, उछिन्ने ठाउँ पनि होइन, पार्किङ स्थल पनि होइन, यो दायाँ मोड्न निषेध, दायाँ जान चाहिँ बन्द गर्यो, त्यो भएर के हो? दायाँ जान चाहिँ निषेध गरिएको क्षेत्र हो है। त्यस्तै गरी अर्को छ, यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, यतापट्टि गएर यतापट्टि जान चाहिँ के छ? निषेध गरेको छ भन्ने कुरा, बायाँ मोड्न चाहिँ निषेध गरिएको छ भनेको छ है। त्यसै गरी अर्को एउटा सिग्नल छ जसमा चाहिँ युटर्न जस्तो छ, युटर्न जान चाहिँ के भनिरहेछ? निषेध गरिरहेछ भन्ने बित्तिकै के भइरहेछ? दायाँ मोड्न होइन, बायाँ मोड्न पनि होइन, युटर्न गर्न निषेध चाहिँ हो है। यसरी चाहिँ यसको चाहिँ बुझ्नुपर्छ। यो चित्रबाटै थाहा हुन्छ नि, त्यो त ट्राफिक सिग्नल हो, सिग्नलबाटै थाहा पाउनुपर्ने कुरा हो नि त। यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, 40 दिएको छ, 40 सम्म चलाउन पाउने अथवा 40 सम्म केही होला होइन, अब अप्सन हेरेर पनि थाहा हुन्छ।
पार्किङ निषेध, अधिकतम गति सीमित, पार्किङ स्थल, जाने ठाउँ भनेको छ। यसको उत्तर के भयो? अधिकतम 40 किलोमिटर पर आवरसम्म चाहिँ चलाउन मिल्ने भन्ने कुरा चाहिँ यहाँ चाहिँ बुझ्नु पर्यो है। अर्को के छ? 1.8 मिटर दिएर यहाँनिर चाहिँ सिग्नल के गरिरहेछ भने के भयो? पार्किङ, उछिन्ने ठाउँ, सवारी चौडाइ सीमित र विद्यालय भनेको छ। सवारीको चौडाइ चाहिँ 1.8 मिटर भन्दा लामो सवारी साधन चाहिँ यो ट्र्याक हुँदै नजाने भन्न सङ्केत गरेको है यसले। त्यसैगरी अर्को के छ? यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेर एउटा गइरहेछ, त्यहाँबाट अर्कोलाई जानलाई के गरिरहेछ? ब्लक गरिरहेछ भने यसमा के भन्यो? उछिन्न निषेध, यो भन्दा अगाडि चाहिँ ओभरटेक गर्न नमिल्ने भन्ने चाहिँ यसको सङ्केत हो। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? हर्न जस्तो छ, हर्नलाई के गर्यो? बन्द गर्यो भन्ने बित्तिकै मोड्न निषेध नि होइन, घुम्ती निषेध पनि होइन, गति समाप्त पनि होइन, के हो? हर्न निषेध हो है। त्यसै गरी अर्को के छ? स्टप लेखेर के गरिरहेछ? रोकिरहेछ है। रोक हेर र जाऊ, त्यसपछि पार्किङ स्थल र सिधा मात्र जाऊ भनेको छ। यो के हो? रोक हेर केही अवस्था छ कि छैन अनि त्यसपछि जाऊ भनेको है यसले। त्यसै गरी अर्को छ, यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? अब यहाँनिर चाहिँ एउटा केही दिएर त्यसलाई चाहिँ रोक 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 भनिरहेको अवस्था छ। यस्तो अवस्था भनेको पार्किङ निषेध, उछिन्ने ठाउँ, पार्किङ स्थल, गति सीमा समाप्त भनेको छ। यसमा चाहिँ कहीँ गति सीमा दिएको छ भने त्यो चाहिँ समाप्त भयो भनेको है। त्यसै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? एउटा डिरेक्सन दिएर त्यतै मात्र गइरहेको खालको चाहिँ एउटा सङ्केत गरिरहेको छ। त्यो भएर सिधा जान निषेध त हुँदैन, निषेध त काटिएपछि मात्र हुन्छ होइन, नत्र त हुँदैन। सिधा मात्र जाऊ, त्यसपछि रोक्न निषेध, अगाडि गएर बायाँ मोड, केही पनि होइन, के हो? सिधा जाऊ भनेर सङ्केत गरिरहेछ है। त्यसै गरी अर्को के छ? यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? अगाडिपट्टि गएर कता गयो? यता गयो है। यता गयो भनिसकेपछि सिधा मात्र जाऊ हुने कुरो भएन, कुनैतिरबाट जाऊ पनि भनेको छैन। अगाडि गएर कता जाऊ? बायाँतिर मोड भनेको छ। त्यो भएर यसको सही उत्तर के हुन्छ? अगाडि गएर बायाँ मोड हुन्छ। अर्को के छ? यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? कुनैतिरबाट जाऊ, दायाँ बायाँ सिधा जाऊ, बायाँ मोड दायाँ मोड भनेको छ। कतैतिरबाट चाहिँ जाऊ भनेको है, कुनैतिरबाट जाऊ भन्न खोजेको चाहिँ यसले सङ्केत गरिरहेको छ। त्यसै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? दायाँ मोडबाट दायाँ मोड नभनिहाल्थ्यो नि। सानो गोलो घुम्ती दाहिनेबाट आउनेलाई जान देऊ भनेको छ। घुमेर जाऊ भनेको छ। दाहिने घुम्ती भनेको छ। यो के हो? सानो गोलो घुम्ती छ जस अन्तर्गत दाहिनेबाट आउनेलाई जान दिने भन्ने कुरा बुझ्नुपर्छ। त्यसै गरी अर्को के छ? यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? 17 टी भनेको छ। टी भनेको के हो? टर्न हो है। यो चाहिँ के हो? टर्न भनेको केसँग सम्बन्धित छ? तौलसँग सम्बन्धित छ। सवारी भार सीमा, एक्सल भार सीमा, सवारी लम्बाइ सीमा, सवारी चौडाइ सीमा भनेको छ। यसको उत्तर के हुन्छ? सवारीको भार सीमा, यति तौलसम्मको चाहिँ जान पाउने, यहाँभन्दा बढी तौल भएको जान नपाउने भन्ने कुरा चाहिँ यसले सङ्केत गर्छ। त्यस्तै गरी के छ? यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? यहाँ कहाँ गइरहेछ भन्ने कुरा पनि हेर्नु पर्यो। दायाँ मोड सिधा जाऊ, बायाँ मोड दुईवटा भयो चाहिँ यसको उत्तर के भयो? ग भने पनि भयो, घ भने पनि भयो, बायाँ मोड यसको सही उत्तर हुन्छ। यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? एउटा अलिकति तेस्रो टाइपले तल गइरहेको छ। बायाँ घुम्ती, बायाँ च्याप, बायाँ मोड दायाँ मोड, यतापट्टि जाऊ भनेपछि के भयो? बायाँ च्यापेर, कुनै घुम्ती जस्तो छ, बायाँ च्यापेर अगाडि जाऊ भन्न खोजेको है। त्यसै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? सिधा गइरहेछ होइन, एकतर्फी सवारी, दुईतर्फी सवारी, सिधा अगाडि बढ, अर्को के हो? अगाडि जाऊ है। बाटो गएर के भइरहेछ? एकातिरको डिरेक्सनमा मात्र गइरहेछ भने के भयो? एकतर्फ मात्र चल्ने सवारी भन्ने बुझ्नु पर्यो। बाटो एकतर्फी मात्र छ भन्ने कुरा बुझ्नु पर्यो। यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? रोक हेरेर जान देऊ, रोक र जान देऊ, जाऊ भनेको छ। के छ? यहाँ जाऊ त भनेकै छैन, रातो लाएर ट्याक्क राखेको छ भनेपछि के हो? रोक र जान देऊ, त्यसपछि बल्ल तिम्रो पालो आउँछ भन्न खोजेको है यो ट्राफिक चिन्हले। अनि अर्को के छ? एउटा ट्रक दिएर ट्रकलाई के गरिरहेछ? क्रस गरिरहेछ भने के हुन्छ? ट्रक निषेध, सवारी निषेध, नो पार्किङ, सवारी काट्ने ठाउँ भनेको छ। यस्तो अवस्थामा के हो? ट्रकलाई जान निषेध गरेको हो भन्ने है। त्यसै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ? 10 मिटर दिएको छ। सवारी साधनको सीमा, सवारीको लम्बाइ सीमा, सवारीको चौडाइ सीमा 10 मिटर मात्र अगाडि जाऊ भनेको छ। सवारीको लम्बाइ सीमा हो, यति लम्बाइ भएको सवारी साधन मात्र अगाडि जाऊ भन्न खोजेको है यसले।
त्यस्तै गरी अर्को छ, यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, सवारी चौडाइ सीमा के भइरहेछ, माथिबाट तल, यो माथि के थियो, साइड बाई साइड थियो, के छ, उचाइ जस्तो छ नि त। ठिक 4.4 मिटरको सवारी हुनुपर्ने, एक्सल भार सीमा, सवारी उचाइ सीमा, सवारीको उचाइ चाहिँ 4.4 मिटर भन्दा बढी छ भने नजाऊ भनेको है। अर्को के छ, यस्तो सवारी चिन्हले के जनाउँछ भनेको छ, 4T दिएको छ। टी भन्ने बित्तिकै के हो, तर टी भनेको चाहिँ के छ, यहाँ टर्न त हो, तर के भने यहाँ के देख, एक्सेल भनेको छ है। त्यो भनेको के हो, सवारी चौडाइ सीमा त हुने कुरै भएन, एक्सल भार सीमा हो है। यहाँनिर के भइरहेछ, एउटा केही एक्सेल देखाइरहेछ, त्यो भने के हो, सवारी साधनको एक्सल क्षमता 4 टनभन्दा बढी हुन नहुने भनेको है, 4 टनसम्म भनेको है। यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, बैलगाडा निषेध, सवारी निषेध, सवारी ओजन सीमा, गाडी मात्र प्रवेश भनेको छ। यहाँ के भइरहेछ, एउटा कुनै बैलगाडाले रोकिरहेको छ, के अरे चलाइरहेको छ, त्यसलाई के गर्यो, क्रस गर्यो भन्ने बित्तिकै बैलगाडा चाहिँ यो सडकमा जान मिल्दैन भन्न खोजेको है। अनि अर्को के छ, गोलोमा गो भनेर लेख्यो, गो भन्ने बित्तिकै के हो, वृत्त होइन, गोलो घुम्तीमा जाऊ भन्ने होइन, जाने ठाउँ होइन, जाऊ अस्थायी चिन्ह है, यो चाहिँ जाऊ, अगाडि बढ, अगाडि जाऊ भनेको है यो चाहिँ। त्यस्तै गरी अर्को छ, एउटा टी दिएको छ, टी जस्तो देखिएको छ भनेपछि यहाँ के भयो, यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, वाई जङ्सन, त वाई जङ्सन भए त वाई बनाइहाल्थ्यो नि होइन, टी किन बनाउँथ्यो र, टी जङ्सन, त्यसपछि बाटो समाप्त, त्यसपछि टर्न टु टी भनेको छ। यो चाहिँ के हो, टी जङ्सन चाहिँ हुँदैछ है यो बाटोबाट भन्न खोजेको है। त्यस्तै गरी अर्को छ, एउटा एक्सलामेटरी साइन दिएको छ भन्ने कुरा, केही खतरा छ भन्ने कुरा बुझ्नु पर्यो है। यो त तपाईँहरूमध्ये धेरैलाई थाहा होला, ढुङ्गा खस्ने ठाउँ भएको भए त माथिबाट ढुङ्गा खसेको देखाउँथ्यो, बाटो कम हुँदै गएको भए त यसरी साँघुरो हुँदै गएको देखाउँथ्यो, सुरक्षित ठाउँ त हुँदै होइन, यो त खतरा ठाउँ है। त्यो भएको हुनाले यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, अगाडि दुईतर्फी बाटो सिधा, दोहोरो बाटो, अनि अगाडिको सवारी आउन सक्छ, एकतर्फी बाटो भनेको छ, अगाडि चाहिँ दुईतर्फी बाटो, सिधा बाटो दुईतर्फी छ भन्न खोजेको है यसले। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, यो चाहिँ के छ, दुईतर्फी गइरहेछ, यो चाहिँ के छ, यता र दायाँ र बायाँतिर देखाइरहेछ होइन। अगाडि दुईतर्फी बाटो सिधा, अगाडि सवारी आउन सक्छ, अगाडि दुईतर्फी बाटो, त्यस्तै गरी एकतर्फी बाटो भनेको छ, यो चाहिँ अगाडिपट्टि के भइरहेछ, दुईतर्फी बाटो हुनसक्छ भन्ने कुरा चाहिँ छ। यो 465 र 466मा चाहिँ कन्फ्युजन हुनसक्छ, एकचोटि हेर्नु होला है। 467मा के छ, यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, यहाँ गएर कता गइरहेछ, यता मोडिरहेछ भन्ने बित्तिकै छ, दायाँतिर मोड भनेको छ है। दायाँ र बायाँको कन्सेप्ट पनि बुझ्नुपर्छ है यो ट्राफिक सिग्नलमा, दायाँ र बायाँ नबुझेरै बिग्रिन पनि सक्छ फेरि है। त्यस्तै गरी अर्को के छ, एकातिर दायाँतिर गएर के भइरहेछ, घुमिरहेछ होइन, त्यो भनेको के हो, दायाँ मोड, दायाँ पुरा मोड, बायाँ मोड घुम्ती होइन, दायाँतिर चाहिँ के गर, पुरा युटर्न जस्तो पुरै घुम भन्न खोजेको है। त्यस्तै गरी यहाँनिर अर्को छ, यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, त्यो के भयो, दुईटालाई के भयो, कटिरहेको छ भनेपछि, साँघुरो पुल, साँघुरो बाटो, एकतर्फी बाटो, दुईतर्फी बाटो भनेको, बाटो चाहिँ ठिकै छ अगाडि, तर यहाँनिर एउटा पुल छ, पुल के छ, साँघुरो छ भन्ने कुरा चाहिँ यसले सङ्केत गर्छ। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, के भइरहेछ, बाटो बाटो एकदमै के भइरहेछ, इन्क्लाइन भइरहेछ, चिप्लो बाटो होइन, पहाडको उकालो पनि होइन, बढी उकालो भन्ने है, बाटो के भइरहेछ, एकदमै उकालो देखिरहेको छ, त्यो भएको हुनाले एकदमै उकालो छ भन्ने कुरा बुझ्नु पर्यो यो भनेको। अनि अर्को छ, यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, खतरनाक दबेको बाटो, खतरनाक उठेको बाटो, ओह्रालो बाटो, सिधा गाडी जाऊ भनेको छ, बाटोमा गएर खाल्टो परेछ भन्ने चाहिँ के भयो, दबेको बाटो भन्ने कुरा बुझ्नु पर्यो है। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ, एउटा माथि गएर के भइरहेछ, साँघुरो भएर अगाडि बढिरहेछ होइन, त्यो भएको हुनाले के भयो, साँघुरो पुल, दुईतिरबाटै साँघुरिएको सडक, साँघुरो बाटो, एकतर्फी बाटो भनेको छ। यसको सही उत्तर दुईतर्फबाटै यो बाटो चाहिँ साँघुरो भएको छ यहाँनिर आइसकेपछि भन्ने कुरा हो है। अर्को हेर्नुहोस् त, यहाँबाट के खसिरहेछ, केही कुरा खसिरहेको छ जस्तो देखिन्छ होइन, त्यो भएको हुनाले यसको उत्तर के हुन्छ, बढी उकालो त होइन, उकालो त यो बाटो त जानै सक्दैन, नदी किनार पनि होइन, खतरनाक वीर पनि होइन, त्यो भएर के हो, पहिरो झर्ने ठाउँ हो है यो भनेर सङ्केत गरिरहेछ है। त्यस्तै अर्को के देखाइरहेछ, एकातिर सिधा छ, अर्कोतिरबाट के भइरहेछ, घटिरहेछ है, त्यो भएको हुनाले देब्रेबाट साँघुरिएको सडक, उछिन्ने ठाउँ, दाहिनेबाट साँघुरिएको सडक र जाने ठाउँ भनेको छ, यसको उत्तर के हुन्छ, दाहिनेबाट साँघुरिँदै गएको छ यो बाटो चाहिँ भन्ने कुरा बुझ्नु पर्यो।
त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ एउटा बाटो गएर के भइरहेछ माथि गइरहेछ हैन त्यो भएको हुनाले एक्स जंक्सन त्यस्तै गरी उछिन्ने ठाउँ मोड दोहोरो मोड पहिलो बायाँ भनेको छ दोहोरो मोड छ पहिलो बायाँ छ अनि त्यसपछि फेरि यसरी माथि गइरहेछ भन्ने कुरा चाहिँ यसले देखाउँछ त्यस्तै गरी यहाँ के छ वाई जस्तो सेप छ हैन यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ यताबाट गएर के भइरहेछ दुईटा बाटो जोडिरहेछ भनेको कुन सेप भइरहेछ वाई सेपको भइरहेछ त्यो भएर के हो वाई जंक्सन चाहिँ यहाँ हुँदैछ भन्ने कुरा बुझ्नु पर्यो त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ सिधा बाटो आएको छ यहाँनिर एउटा केही गएको छ भनेपछि बायाँ मोड बायाँबाट सवारी आउन सक्छ हैन बायाँ घुम्ती दायाँ सवारी भनेको छ यसको के हुन्छ बायाँबाट सवारी आउन सक्छ है यहाँ पनि बाटो छ भन्ने कुरा बुझ्नु पर्यो है अर्को के छ त्यस्तै कहाँबाट आइरहेछ दायाँबाट आइरहेछ त्यो भएको हुनाले दायाँबाट सवारी आउन सक्छ त्यो भएर दायाँबाट आउने सवारी साधनबाट चाहिँ अलिकति विचार गर्नुहोस् भन्ने कुरा चाहिँ यो सिग्नलले देखाउँछ त्यस्तै गरी अर्को के छ यस्तो ट्राफिक चिन्ह भनेर के देखाइरहेछ घुम्ती यस्तो गोलो देखाइरहेछ हैन कच्ची बाटो त होइन प्रहरी पोस्ट पनि होइन चौबाटो पनि होइन के हो गोलो घुम्ती चाहिँ यहाँ हुँदैछ भन्ने कुरा बुझ्नु पर्यो त्यस्तै गरी यहाँ के देखाइरहेछ 4.4 भनेर देखाइरहेछ अनि त्यसपछि चाहिँ यो 4.4 मिटर कहाँबाट माथि देखाइरहेछ त्यो भएको हुनाले यो के भयो सवारी चौडाइ सीमा त होइन अगाडि उचाइ सीमा अगाडिको उचाइ सीमा चाहिँ यसको चाहिँ सही उत्तर हुन्छ सवारी एक्सल भार त टनमा हुन्छ सवारी लम्बाइ यस्तोमा हुन्छ लम्बाइ यो त उचाइको देखाइरहेछ त्यो भएर सवारी उचाइ सीमा चाहिँ यसको सही उत्तर हुन्छ त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ अस्पताल चारैतिर सडक चौबाटो अगाडि शाखा सडक चौबाटो अगाडि मूल बाटो भनेको छ चौबाटो छ बीचमा चाहिँ के छ मूल बाटो छ भन्ने कुरा चाहिँ यसले संकेत गरिरहेको छ त्यस्तै गरी अर्को के छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ चौबाटो अगाडि मूल सडक चौबाटो अगाडि शाखा सडक चारैतिर सडक दायाँ बायाँ सडक भनेको छ चौबाटो छ अगाडिपट्टि के छ यहाँनिर एउटा चाहिँ के छ शाखा सडक चाहिँ अगाडिपट्टि छ भन्ने कुरा चाहिँ यसले संकेत गर्यो त्यस्तै गरी अर्को छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ यो के भइरहेछ अघि नै के भइरहेको थियो यता इन्क्लाइन भइरहेको थियो अहिले के भयो तलपट्टि इन्क्लाइन भयो भन्ने बित्तिकै के भयो तलपट्टि चाहिँ के भयो ओह्रालो भयो माथिपट्टि भएको भए चाहिँ उकालो हुन्थ्यो है त्यो भयो के अति हो बढी ओह्रालो हो भन्ने कुरा बुझ्नु पर्यो यो है उकालो र ओह्रालोमै कन्फ्युज हुनु होला त्यो पनि विचार गर्नु होला है यहाँनिर के देखाइरहेछ यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र पाल्तु जनावर र जनावर निषेध भनेको छ यहाँनिर चाहिँ एउटा गाई अथवा भैँसी चाहिँ हिँडिरहेको छ त्यो भनेको अर्थ गाई भैँसी चाहिँ हिँड्न सक्छ है यो बाटो भनेर चाहिँ भनेको है गाई भैँसी आउन सक्छ भन्ने कुरा हो त्यो भएर यसको उत्तर हुन्छ पाल्तु जनावर है अनि यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ विमानस्थल कम उचाइमा विमानहरू अगाडिबाट विमान आउन सक्छ तीव्र गति भनेको छ यसको चाहिँ कम उचाइमा विमानहरू उड्न सक्छन् भनेको है यसको उत्तर चाहिँ अनि यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ सिधा गइरहेको छ यहाँ पुक्क उठेर यता आइरहेछ हैन भन्नुको अर्थ उकालो ओह्रालो उठेको बाटो खाल्टो भनेको छ यो चाहिँ के हो उठेको बाटो छ है यहाँ भन्ने कुरा चाहिँ यसले संकेत गर्छ त्यस्तै गरी अर्को छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ बायाँ शाखा सडक देब्रेतिर जाऊ दायाँ शाखा सडक अगाडि बढ भनेको छ दायाँतिर के छ एउटा बाटो गइरहेको देखाइरहेछ त्यो भएको हुनाले के हो दायाँतिर चाहिँ शाखा सडक छ भन्ने कुरा बुझ्नु पर्यो त्यसै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ एकपछि अर्को दो बाटोहरू त्यसपछि बायाँ मोड दायाँ मोड अगाडि सिधा जाऊ भनेको छ एकचोटि यता आयो त्यसपछि फेरि यताबाट यता आयो भन्ने बित्तिकै के भयो एकपछि अर्को दो बाटोहरू यहाँ देख्न सकिन्छ भनेको है त्यसै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ अब यहाँबाट नि आयो अनि त्यसपछि के भयो समाप्त भयो है गति सीमा समाप्त होइन के हो यसको उत्तर दोहोरो सडक छ माथि गइसकेपछि के भयो समाप्त भयो भनेको है तल के छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ सडकको पोल डेकोरेटिभ लाइट ट्राफिक लाइट क्याट्स आई भनेको छ क्याट आई भनेको बाटोमा देखिन्छ नि त्यो रातिमा टोल्किने त्यो हो यसले के हो ट्राफिक चिन्ह हो यो त सबैले जान्नुभएकै कुरा हो है त्यसै गरी अरू हेरौँ यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ जङ्गली जनावर घना जङ्गल राष्ट्रिय निकुञ्ज बाघ भनेको छ यहाँनिर केही जङ्गली जनावरहरू देखाइरहेको छ त्यो भएको हुनाले जङ्गली जनावर आउन सक्ने क्षेत्र भनेर बुझ्नु पर्यो अनि अर्को छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ केटाकेटीहरू अगाडि बाटोमा पैदल यात्रीहरू छन् जेब्रा क्रसिङ विद्यालय क्षेत्र भनेको छ यहाँ बच्चाहरू हिँडिरहेको देखाइरहेको छ त्यो भएको हुनाले केटाकेटीहरू आउन सक्छन् भनेको है अनि अर्को छ
यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ एउटा गाडी छ, गाडी तलपट्टि के छ एउटा नदीहरू बगिरहेको खालको देखिरहेको छ। त्यो भएको हुनाले नदी किनारा बढी ओह्रालो, बढी उकालो हैन, सवारीको भार मापन भनेको छ यसको उत्तर के हो? नदीको किनार आउँदैछ भन्ने हो है यसको उत्तर। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ नदी यहाँनिर चाहिँ यो सिग्नल देखिएको छ। एउटा कुनै रेलको लिक टाइपको केही अगाडि आइरहेको जस्तो देखिरहेको छ। नदी किनार होइन, रेल मार्ग होइन, रेल अगाडि गेट नभएको खतरनाक बाटो भनेको छ। यस्तो सिग्नल देख्यौँ भने रेल अगाडि गेट नभएको भन्ने बुझ्नु पर्यो। त्यस्तै गरी अर्को छ यस्तो एउटा मान्छेले केही काम गरिरहेको जस्तो चाहिँ देखिरहेको छ। बाटोमा काम हुँदै सडक सरसफाइ, उकालो बाटो, ओह्रालो बाटो भनेको छ। यो भनेको चाहिँ कोही मान्छेले काम गरिरहेछ भनेपछि सडकमा केही काम हुँदैछ भन्ने कुरा बुझ्नु पर्यो है यस्तो आयो भने। त्यस्तै गरी अर्को के छ भन्दा यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ एउटा केही मेसिनरीहरू केही ले चाहिँ रोकिरहेको यतापट्टि जानलाई भन्ने खालको चाहिँ देखिन्छ। त्यो भन्नुको अर्थ प्रवेश निषेध त होइन, पार्क त्यहाँ त काटेको हुन्छ, पटक्कै काट्ने ठाउँ पनि होइन। जाँच चौकी र तौल पुलमा चाहिँ यहाँनिर चाहिँ चेक जाँच हुँदैछ, रोक्नुपर्छ भन्ने कुरा बुझ्नु पर्यो है। त्यस्तै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ बच्चाहरू हिँडिरहेको खालको चाहिँ केही सिग्नलहरू छ। अगाडि बाटोमा पैदल यात्रीहरू, बालबालिकाहरू, जेब्रा क्रसिङ, विद्यालय क्षेत्र भनेको छ। बालबालिकाहरू यो बाटोमा हिँडिरहेछन् भन्ने कुरा चाहिँ यस अन्तर्गत बुझ्नु पर्यो है। त्यस्तै गरी अर्को छ यस्तो ट्राफिकले के जनाउँछ भनेको छ बाटोमा गइरहेछ एउटा लाइन चाहिँ कतातिर बायाँतिर यसरी 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 सिग्नल गराइरहेछ भने यसले के बुझ्नु पर्यो बायाँतिर तिखो मोड, बायाँ मोड, दायाँ मोड, ओह्रालो बाटो भनेको छ। बायाँतिर चाहिँ अब तिखो एकदमै शार्प टर्न चाहिँ हुँदैछ है भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। त्यसै गरी यस्तो ट्राफिक चिन्हले के जनाउँछ भनेको छ दायाँ मोड, बायाँ मोड, तिखो मोड अस्थायी बाटो र ओह्रालो बाटो भनेको छ। कतातिर छ यो पनि के अरे तिखो बाटो छ। के भइरहेछ अगाडिको बाटोमा चाहिँ तिखो केही छ भन्ने कुरा चाहिँ मोड छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। त्यस्तै गरी प्रश्न नम्बर 500 र यो अन्तिम प्रश्न पनि हो। यो चिन्हले के जनाउँछ भनेको छ के भइरहेछ यतापट्टि पनि गइरहेछ हैन, यतापट्टि पनि गइरहेछ भन्नुको अर्थ यो टी जङ्सन हो, दायाँ र बायाँ दुवैतिर के छ मोड छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। यसको चाहिँ उत्तर चाहिँ यही अन्तर्गत चाहिँ तपाईहरुको सकिन्छ र यो ट्राफिक सङ्केत सम्बन्धी चाहिँ तपाईको कतिवटा 5 वटा प्रश्नहरू आउँछ। 5 नम्बरको 5 वटा प्रश्न आउँछ जुन चाहिँ 25% पूर्णाङ्क हुन आउँछ यसको चाहिँ है। यो सँगै तपाईको चाहिँ यो जुन ट्राफिकको सम्बन्धी थियो यो सङ्केत सम्बन्धी थियो यो सम्बन्धीका प्रश्नहरू पनि हामीले सकिसकेका छौँ। भिडियोलाई यहाँसम्म हेरिदिनु भयो, भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस् र तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न पनि नबिर्सनुहोस्। हामीले यस्तै कन्टेन्टहरू तपाईहरुलाई लिएर आउने नै छौँ भन्दै आजको यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हस्त नमस्ते, तपाईको दिन शुभ रहोस्।